एसिया वर्ल्ड कप क्वालिफायरमा अस्ति नेपालले कुवेतलाई हराएको थियो। हिजो त्यस्तै फेरि जापान कुवेतलाई हराएको छ। जापानले एसोसिएट राष्ट्रमा चाहिँ कुवेतलाई हराएर एउटा इतिहास बनाएको छ। अस्ति भर्खर टेस्ट राष्ट्रलाई चाहिँ निकै डोमिनेट पाराले नेपालले जितेर आएको थियो। तर हामी संयम हुन चाहिँ जरुरी छ। अस्ति कुवेतसँगको खेलमा वास्तवमा भन्ने हो भने नेपालका ब्याट्सम्यानहरूलाई चाहिँ कुवेतका बलरहरूले धेरै प्रेसरमा राखेका थिए। 17-18 ओभरसम्म पनि नेपालको 100 रन पनि पुगेको थिएन। अन्तिममा आएर गुलसन झाले 3 छक्का 6 बलमा 20 रन हानिसकेपछि बल्ल नेपालले 140 रनको चाहिँ टार्गेट दिन सफल भयो। यदि गुलसन झा तत्काल आउट भएका भए त्यति रन सायद पुग्न सक्थेन होला, किनकि त्यतिखेरको नेपालको स्क्वाड हेरेको भए चाहिँ सायद नेपालले बलिङमा बढी फोकस गरेको देखिन्छ र त्यो परिणाम पनि निस्क्यो। नेपालले चाहिँ कुवेतलाई 82 रनमा अल आउट गरिदियो। एउटा सरप्राइज दिएको छ जापानलाई चाहिँ नेपालले निकै संयमतापूर्वक खेल्नुपर्ने हुनेछ। उनीहरूको ब्याट्सम्यान निकै कन्सिस्टेन्सीका साथ खेलिरहेको देखिन्छ र नेपालको बलिङको त हामी कुरै नगरौँ हैन। नेपालको हरेक टुर्नामेन्ट धानेकै हरेक खेललाई धानेकै नेपालका बलरहरूले नै हो। त्यसैले हामी आशा गरौँ आजको खेल चाहिँ नेपालले जापानलाई जित्नेछ र हामी सबैले आशा गरौँ, कामना गरौँ। आजको भिडियो यतिसम्म थियो। हाम्रो खेलाडी साथीहरू र प्रत्येक नेपालीलाई चाहिँ खेलको शुभकामना। यस्तै जानकारीमूलक भिडियोहरू चाहनुहुन्छ भने मेरो च्यानललाई लाइक, शेयर, सब्स्क्राइब गर्न नबिर्सनुहोला। धन्यवाद।